ल मलाई लास्ट डर लागिरहेको भ्लग बनाउनलाई होइन तर हुन चाहिँ केही पनि हुँदैन म अरूको अगाडि बोल्न पनि सक्दिनँ म यही दुईवटा हुँदा मात्र बोले हो यो र यो मेरो अर्को भाइ यिनीहरू चाहिँ मेरो के भन्नु बडिजहरू हो म यदि ठुलो भइसकेँ बुढो भइसकेँ त्यही पनि मेरो बडिजहरू चाहिँ भर्खर स्कुल जाँदैछन् त कतिमा पढ्ने भन् 4 त कतिमा पढ्ने भन् 12 ओए बिग फ्यान दाइ 12मा के पढ्ने गरे आज मैले ड्रेस मात्र निलो हो क्या नत्र रातै हो कि ए स्पेसल क्लास हो दाइ ल ठिक छ यिनीहरू चाहिँ यो 12मा पढ्ने यो कतिमा पढ्ने रे 4 4मा के पढ्ने गरे आज 4मा 4 पढ्ने 4मा 4 पढ्ने के आउँछ तँलाई मलाई के आउँछ मलाई त केही नै आउँदैन तँलाई के आउँछ मलाई नि आउँदैन तँलाई के आउँछ मान के आउँदैन केही आउँदैन यसलाई जेम्सीको गीत आउँछ खतरा खतरा खालको अनि लिल झोलाको नि आउँछ अनि यसले सिकाएको हो यसलाई सब आउँछ ल अब चाहिँ हामी यहाँबाट निस्किसक्यौँ बाइक साइक ट्याक्क रेडी भइसक्यो यिनीहरू दुइटालाई म स्कुल ड्रप गरिदिन्छु अनि त्यसपछि म जान्छु आफ्नो कामतिर मैले चाहिँ यिनीहरूलाई यो स्कुलमा छोडिदिएर हो र अब आफू चाहिँ यहाँबाट बजारको लागि निस्किँदैछु अब चाहिँ भोइस ओभर किनकि म पब्लिकमा त बोल्नै सक्दिनँ अब हेर म पब्लिकमा कहिले बोल्न सक्ने हुन्छु एनिवे त्यसपछि म निस्केँ हस्पिटलतिर आफ्नो बाइक पार्क गरेर चाहिँ म गएँ हस्पिटलभित्र एन्ड देन मैले टोकन र टिकट लिएर चाहिँ न्युरो सर्जरी ओपिडीमा गएर त्यहाँ डक्टरलाई वेट गऱ्यौँ किनकि मेरो दिदीको हेडेक भएर उहाँ जचाउन आउनुभएको थियो अनि म चाहिँ उहाँलाई हेल्प गर्नको लागि हस्पिटल गएको थिएँ डक्टर अराउन्ड 10 बजेतिर आउनुभयो त्यसपछि म लागेँ आफ्नो कामतिर अनि दिनभरि जसो काम गरेपछि अराउन्ड 7 o'clockतिर चाहिँ म फर्केँ आफ्नो घर अनि दिनभरि काममा चाहिँ म बिहान काममा चाहिँ लगभग 10 बजेतिर जान्छु अनि दिनभरि काममै हुन्छु र बेलुकीको 7 बजे चाहिँ मेरो छुट्टी हुन्छ अनि मेरो काम भनेको चाहिँ अलराउन्डर नै हुन्छ कहिलेकाहीँ म इएमआई गरिरहेको हुन्छु अनि कहिलेकाहीँ म फोन रिपेयरिङ गरिरहेको हुन्छु अनि कहिलेकाहीँ म फोनहरू सेल गरिरहेको हुन्छु सो मेरो काम भनेको बिहान जाने दिनभरि जे पर्छ त्यही गर्ने अनि अराउन्ड 7 o'clock चाहिँ घर फर्किने अरू दिनमा चाहिँ म बिहानदेखि क्लास जान्छु क्लास गएर काममा जान्छु अनि बेलुकी 7 बजे बिहान 6 बजे हिँडेदेखि बेलुकी 7 बजे घर फर्किन्छु 7-8 बजे घर फर्किन्छु तर मेरो बिहानको क्लास नभएको बेलामा चाहिँ म 8-9 बजेतिर जान्छु 10 बजेतिर म काममा पुग्छु अनि त्यसपछि भनेको म आफ्नो घर फर्किन्छु अब अहिलेलाई मेरो गोल भनेको चाहिँ बस म पब्लिकमा बोल्न सक्ने हो किनकि म बच्चैदेखि इन्ट्रोभर्ट हो अनि मलाई चाहिँ फियर अफ जजमेन्ट छ कि हल्का होइन मान्छेले के भन्ने हो कि के गर्ने हो कि के सोच्ने हो कि भने जस्तो हुन्छ यो फियर चाहिँ एन्ड गर्नुपर्ने छ अनि द्याट्स माई गोल फर नाउ